15W50 अलिअलि कालो तर के हुन्छ नि ठिक छ क्याल्कुलेट गरेर अब चाहिँ 1700 ml पुऱ्याउन छन् लगभग 3000 किलोमिटर चलिसक्यो है। लामो यात्रामा थिएँ। आइसकेपछि पहिला पनि लिकुमलीको पहिल्यै हालेको थियो र अहिले पनि लिकुमलीकै हाल्ने हो। मेरो चाहिँ सर्भिसिङ हुँदैछ। आज सर्भिसिङ गर्ने स्टाफ छ यहाँ, एकदम एक्सपर्ट। जो लाइक सब्सक्राइब गर्नु होला दाइको च्यानललाई, धेरै माया देखाउनु होला। त्यो यो दाइको बाइक पनि बवाल छ, दाइ पनि बवाल हुनुहुन्छ धेरै। यहाँ चाहिँ सनगार्ड हालेको थियो। अब सनगार्डलाई म कलर चेन्ज गर्दैछु। अब यसलाई चाहिँ म रेड कलरको बनाउँछु। रेड कलरको बनाएर चाहिँ हाल्छु। कस्तो देखिन्छ भन्दा वासिङको लागि लगेको छ, यहाँ लगाएको छु। वास गरिसकेपछि स्प्रे हान्ने हो। यसको पुरै ब्ल्याक लगाएको पुरै कालो सब हालेर मोबिलको यसलाई हामी रेड कलर बनाउँदैछौँ है। हामी छ नि स्प्रे हान्नु जाने सक्यो नि जाने छु दाइ। अब चाहिँ स्प्रे हान्छ हामी रेड। म चाहिँ अहिले गोदाममा आएको छु भित्र। यहाँ चाहिँ छ लिक्युमोलीको 15W50 हन्टरको लागि दुईवटा चाहिन्छ। यो चाहिँ लिएर जान्छु म। 15W50 यसमा चाहिँ मलाई थाहा छैन M2 दुईवटा। कतै जानु पर्यो भर्खर एकछिन अब चाहिँ यसले चेन सफा गरिदिन्छन्। चेन चाहिँ एकदम गर्दमा भएको छ। मैले यसमा हेर पो, मैले यत्रो 3000 किलोमिटर चलाएँ तर लगभग धुलो चाहिँ छैन। यस्तो कम धुलो बस्नु भनेको चाहिँ के युज गरेर चेन लिभ युज गरेर हो। धेरै नबसेको मतलब त अर्कोमा धेरै बस्छ होइन। लास्टै टोटल मेरो 7000 किलोमिटर चलाएको छ। चेन स्पेडहरू सब ठिक छ। चेनको काठीहरू पनि ठिक छ। अब चाहिँ वास गर्छन्। वास गरिसकेपछि चेनलाई सफा गर्नु। आजै हालेको यार। कपाल तानेर सफा गर्नु लाग्यो। पाइप सफा छ। पाइप सफा नै सफा गरेर ल्यास तान्नु तानो आयो आयो पेट्रोल आयो दाइको। धेरै नताना यार, थोरै ताना है। थोरै नै चाहन्छु यार, टेन्सन ओ नलिनु। धेरै यति नै मा रुन लायो यार दाइले। धेरै भयो यार। 20 रुपियाँ लिटर छ पेट्रोल। यति नै मा रुन लायो दाइले। हो
म त्यत्रो टाढा घुमेर आएँ अहिलेसम्म फाले थिएन क्या है जम्मा त माटो त जम्मा भएर बसेकै हुनु रहेछ धेरै पोखरामा बिचमा चाहिँ हालेको यार ओइल हालेको ऊ नपाएर स्प्रे नपाएर यो नसफा गऱ्यो भने चाइनिज पाकेट छिटो खान्छ म सफा गर्छु यो त गर्नु पर्यो नि त त होइन यो उखुको जुस जस्तो बन्न आउँछ त यसको तलको भाग सब सफा गर्दै तल तल के सब सफा हुन्छ क्या चकाचक बनाइदिन्छौ एकदम गजब भोकाल मलाई छिट्यो कि बिस्तारै गर्छु यसमा नलाग्ने उपाय के छ क्या खालि केही विकल्प छैन यसमा त लाग्यो लागिहाल्छ लाग्यो लाग्यो हुन्छ क्या लागिहाल्छ धुँदाखेरि यस्तो धुवाइ पनि भइहाल्छ किन पेट्रोल हालेको त्यसले सफा गरेको यो माइक रेस सिकेर आयो तिमीले एउटा सानो बोतल त्यसमा अगाडि राख्ने भइदियो यो दस्नै पर्थेन के यो हाल्नै पर्थेन सिधै दलियो खान्छ पहिला के गर्नु पहिलाको बिग्रेको त्यो साडीलाई हात राखिदियो 4 वर्ष 3 वर्ष लाग्यो मलाई त खासै गाउँ पनि गर्नु खाएको भए केही पनि मात्रै पर्छ मन्दिर भाइ के सफाउनु
कस्तो छ भनौँ न है कस्तो छ दामी छ यार मोबाइल त अलिअलि के भएको छैन रातो कालो अलिअलि कालो तर के हुन्छ त ठिक छ अझै चल्छ है अझै चल्थ्यो कति चल्छ अझै अझै 500 किलोमिटर चल्थ्यो पार्दैन ठिक छ भित्र कस्तो छ जान्नु यो चाहिँ सफा गरिँदैछन् र भित्र सफा गरिदिन्थ्यो भनेर यहाँसम्म हात पुग्दैन त फेरि पानी पर्छ फेरि हिलो भयो नि त केही गर्नु त सफा त गर्नु पर्यो त सर्भिसिङमा सर्भिसिङ भनेको के हुन्छ त ठिक छ कम्प्लिट हुँदैछ अब सबै सामान सेट भइसक्यो सफा भइसक्यो क्लिन एन्ड क्लियर अब चाहिँ सेट गर्ने काम हुन्छ चकाचक इसकी मोहब्बत में जीना भी है जीना भी है बस वही ओरिजिनल माल नंबर क्लिक रोक दिनु 15W50 15 डब्लु नै पैसा तिर्न है म हो कि नै किला भइला ए ओ गरे केटा गरे तो महँगो 2000 पर्ने मोबाइल फोन दियो 2 दिन 4000 हेर्नुहोस् है केटाहरू 4000 को मोबाइल मात्रै हाल्न लाग्नु भएको छ त अहिले
म चाहिँ हन्टरमा लिकुमुलीको 15W50 हाल्छु होइन। यसको चाहिँ नेपाली प्राइस यहीँ ट्यागलाइनमा राखेको छु 2073 पर लिटर इन्क्लुडिङ अल ट्याक्स। त्यो महँगो। अब कैसीले काटो न। वीडियो क्यालकुलेट गरेर अब चाहिँ 1700 ml पुऱ्याउनु लाग्छ। 1000 ml हाल्यौँ 1 लिटर, अब 700 ml हाल्दैछौँ। टक्क 700 ml क्यालकुलेट गरेर त्यो लाइनसँग मिलाउनु पर्छ। ओभर हाल्यो भने ओभरफ्लो हुन्छ, जिल्ला फिट गर्छ, धेरै पनि हाल्नु हुँदैन। ठिकैको छ। हाँ दामी कलर आछ। बवाल देखिने भयो अब बाइक ऊ त्यो गोल्डन ठाउँ कलरमा। गोल्डन बाइकको लुक्स जसलाई चाहियो भने जय माता टकसम्म आउने। लाइक सब्सक्राइब गर्नु होला दाइको च्यानललाई, धेरै माया देखाउनु होला। त्यो दाइको बाइक पनि बवाल छ, दाइ पनि बवाल हुनुहुन्छ फेरि।